तपाईलाई कति गाह्रो भयो टोयलेट हाम्रो कविता नेपाली बहिनीले चाहिँ चढेर आएर पनि यति धेरै बेस क्याम्पमा ल्याएर बुझाएर नाम लेखाउनुपर्छ प्रगति गरिसक्यो माथि कविता नेपाली बहिनी जस्तो चाहिँ मान्छे चाहिँ हाम्रो चेलीहरू चाहिँ यतिको नेपालको चेलीहरू चाहिँ यतिको चाहिँ हुनुपर्छ भन्ने मलाई लागिरहेछ हजुरहरूलाई के लाग्छ कस्तो लाग्छ कमेन्टमा कमेन्ट गरिदिनु होला कमेन्टमा सुनाएर त्यो सलिड हुन्छ केमिकल सुन्नुहोस् त कविता बहिनी अनि त्यो सलिड भएर हुन्छ अनि त्यो ब्यागमा मैले चाहिँ तीनटा बोकेर तल बेस क्याम्पमा ल्याएर बुझाएको अब जस्तो त्यहाँनिर माथि अलिक हाइटमा पुगेपछि त आफूले लाएको लुगाहरू जति पनि नेपाली दाजुभाइहरू दिदीबहिनीहरू के गर्ने आमा बुवा एउटै लुगा लगाएर चढ्ने हो भिजिसकेपछि चाहिँ घामलाई चेन्ज गर्ने भित्रको बेसले चेन्ज गर्ने डाउन सुट त त्यही भिज्ने बित्तिकै चेन्ज चाहिँ गरिहाल्नुपर्छ नत्र यसले सकिन्छ तपाईले ठ्याक्कै सगरमाथा आउन गर्दाखेरि चाहिँ कतिवटा साना फरपासहरू चाहिँ पार गर्नुभयो साथ सपोर्ट गरिदिनु होला कति गर्ने र साध्यै छैन नेपाली बहिनी चाहिँ एकदम साहसी महिला हो झन् यो सिजनमा त चारवटा भएर एकदम चर्चित पुल जस्तो बनाएकोहरू पनि तर हामी जाने बेला चाहिँ त्यो भत्कियो फेरि अर्को यसो ठाडो पनि हो उसको हरेक शब्दमा एनर्जी छ पावर छ होइन हजुरहरूलाई कस्तो लाग्छ भर्खर त ठुलो हुँदैछ मलाई चाहिँ एकदम सही लाग्यो बहिनीले बोलेको एकैछिन राम्रोसँग पुगे उयोमा कति थियो म 17 वर्ष अब अहिले भर्खर हेर्नु त म भर्खर ठुलो हुँदैछु अलि पक्नु न अलिकति अझै लाइफको एक्सपिरियन्सहरू लिउँ अनि पछि विवाह कहाँ बहिनीले यो कविता नेपाली बहिनीले चाहिँ अन्त्यको अन्तबाट चाहिँ एकदम मिठो लाग्छ मलाई एकदम राम्रो लाग्छ र उसको हरेक शब्द बोलेको शब्दहरू मनपर्छ हजुरहरूलाई कस्तो लाग्छ के लाग्छ होइन कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला र मेरो यो नयाँ युट्युब च्यानल हो हजुरहरूले माया गरिदिनु होला मैले के गर्नुपर्छ म जति पनि नयाँ युट्युबरहरू जन्मिनु भएको छ हजुरहरूले पनि मलाई लाइक गरिदिनु कमेन्ट गरिदिनु होला र म पनि हजुरहरूलाई सपोर्ट गर्ने छ मैले नजानेको कुराहरू पनि यसो हजुरहरूले बताइदिनु म सच्याउँदै जानेछु र यो मेरो फर्स्ट भिडियो सगरमाथा क्षेत्रका सगरमाथा हजुरहरूले माया गरिदिनु हुनेछ भन्ने मलाई पुरा विश्वास छ लुक्लादेखि माथि तपाईँले पाइला चाल्दै सगरमाथाको हजुरहरूलाई के लाग्छ कस्तो लाग्छ सम्म पुगेर तपाईँ त रमेश भनिदिनु होला गरेर आउनु भएको छ आम नेपालीहरूको कविता बहिनी बोलेको छु वा अथवा चाहिँ तपाईँ अघिकै कुरा छ हनिमुन जानेसम्मका कुराहरू होइन किन सगरमाथा क्षेत्र पर्दैन त्यो साँच्चीकै सुन्दर नभएर त्यहाँ त्यो इन्भाइरोमेन्ट नभएर अथवा चाहिँ के कारणले चाहिँ आम नेपालीको चाहिँ त्यो गन्तव्य पर्दैन म ट्रेकिङको समयमा पनि लुक्लाबाट बेस क्याम्पसम्मको ट्रेकिङको समयमा नेपालीहरू चाहिँ प्रायः देखेको थिएन तर म जानु भन्छु अझ हामी नेपालीहरू यति प्रिभिलेज छौँ होइन नेपालमा यस्तो राम्रो कुराहरू छ विदेशीहरू त्यत्रो पैसा तिरेर आउँछ हामी आफ्नै देशको म्याच छैन म आफूलाई पनि कस्तो लाजमर्दो फिल भयो कि यति राम्रो कुराहरू मैले आफ्नै देशमा देखेको रहेनछ भनेर अझ म त प्लान गरिरहेको छु हरेक वर्ष कुनै न कुनै नेपालको एउटा ठाउँ चाहिँ म घुम्छु भनेर म आफ्नो नेपाललाई एक्सप्लोर गर्छु भनेर होइन अनि सगरमाथा क्षेत्र पनि प्लिज जानुहोस् सोचेको जस्तो त्यस्तो गाह्रो त छैन तर प्रिपेरेसन गऱ्यो भने चाहिँ गाह्रो छैन प्रिपेयर गर्नुहोस् जानुहोस् घुम्नुहोस् आफ्नो देश एक्सप्लोर गर्नुपर्छ होइन अब गोराहरू त्यत्रो पैसा तिरेर गर्छ भने हामी त झन् है विदेश नेपालमै छ घुम्ने हो भने चाहिँ हजुर थ्याङ्क यू